ओमान और नेपाल के बीच जो खेल हुआ, ज़बरदस्त खेल खेला नेपाल ने और जीता। उसके लिए नेपाली क्रिकेट टोली टीम को धन्यवाद, कंग्रेचुलेसन। अब आउने समय में राम्रो अझै प्रदर्शन गरोस्, यही देशको लागि र भविष्यको लागि यही दुवारा प्रार्थना पनि गर्न चाहन्छु। किनकि नेपालमा खेलाडीको कमी छैन। नेपालमा चाहिँ कमी छ भने त्यो स्टेडियमको लगानीको कमी छ हैन। त्यही भएर अब कुनै पनि अब प्रधानमन्त्री होस् या नेतागण होस्, आफ्नो क्षेत्रमा सानोदेखि माथिसम्म चाहिँ खेलाडीको लागि केही राम्रो राम्रो व्यवस्था हुनुपर्छ हैन। राम्रो व्यवस्था भन्दाखेरि के हो कि पैसा हो हैन। त्यति चुनावमा खर्च गर्नुहुन्छ भने त्यही पैसा अलि खेलाडीको भविष्यको लागि खर्च गर्नुहुन्छ भने मेरो नेपाल देश चाहिँ अझै राम्रो खेल्न सकिन्छ। त्यही भएर एगेन टु एगेन नेपाल क्रिकेट टोलीलाई धेरै धेरै शुभकामना, धन्यवाद कि हामीहरूको अनुहारमा फेसमा चाहिँ खुसी आयो हैन। अनि सबै नेपाली चाहिँ खुसी नै भयो होला, त्यति आश र विश्वास गरेको छु। एकचोटि अझै नेपाली क्रिकेट टोली टिमलाई धेरै धेरै शुभकामना आउने समयको लागि।